Hello guys, welcome to my another video. मैले जसरी पहिला कुरा गरेको थिएँ जस्तो कि अब म दुबईबाट कसरी आएँ फुल स्टोरी एकचोटि बताउन मन लाग्यो मलाई। म कसरी आएँ त म चाहिँ अब पहिले दुबईमा लगभग 3 वर्ष काम गरेको थिएँ 2018 देखि होला सायद 18 देखि म दुबईमा थिएँ अनि त्यसपछि चाहिँ म चाहिँ मुभ चाहिँ हुन चाहन्थेँ दुबईबाट किन भन्दा दुबईमा अलिकति पे रेट कम बेटर कन्ट्रीको बेटर अपर्च्युनिटीको वेटमा थिएँ तर एउटा के हुँदो रहेछ भने जे पनि ट्राई गर्यो भने चाहिँ नहुने भन्ने हुँदैन। मैले कन्सल्टेन्सीहरू चाहिँ धाइनँ धेरै भन्नाले धाउँदै धाइनँ तर अनलाइन चाहिँ मैले धेरैचोटि ट्राई गरेँ सके मैले 1000 चोटि ट्राई गरेँ होला अनलाइन एप्लिकेसनहरू तर मलाई न्युजिल्यान्डबाट चाहिँ एकचोटि अफर आयो। म चाहिँ अनलाइनमा लगभग 1000 वटा एप्लिकेसन हाल्दा 3 जना 4 जनाले मात्रै रिप्लाई गरेको थियो त्यति बेला। जस्तो सेलेक्ट भएन भनेर पनि रिप्लाई गर्ने 3-4 जना मात्रै थियो। यसको मतलब बुझ्नुस् कि कति चान्स हुन्छ अब छोड्नु भएन गर्न छोड्नु भएन त्यो मेन कुरा। मैले चाहिँ लगभग धेरै नै ट्राई गरेँ धेरै नै ट्राई गरेँ। एउटा एप्लिकेसन छ सिक भन्ने त्यो बाटो चाहिँ मैले ट्राई गरे हो एप्लिकेसन अनलाइन सबमिट गरे हो। रेज्युमेहरू कभर लेटरहरू चाहिँ एकदम पर्फेक्ट बनाउनुस् आफैले राम्रो बनाउनुस् हैन अट्र्याक्टिभ बनाउनुस्। अब हेर्दा पनि फर्स्ट इम्प्रेसन त अब मान्छेले हजुरलाई यहाँबाट कम्पनी हायर गर्ने कम्पनीले हजुरलाई त चिनाउँदैन अब जज गर्ने चाहिँ उबाट नै हो नि त सिभीबाट नै हो। जज गर्ने सिभीबाट भएपछि सिभी चाहिँ फर्स्ट इम्प्रेसन हुनु पर्यो सिभी चाहिँ फर्स्ट इम्प्रेसन हुनु पर्यो अनि त्यसपछि खासमा अब यहाँको रुल्सहरू थाहा हुँदैन हामीलाई कुनै पनि देशमा जाँदा अब रुल्सहरू थाहा हुँदैन तर त्यो कम्पनीले चाहिँ मलाई म चाहिँ एज अ सेफै काम गर्थेँ उहाँ पनि एज अ सेफ काम गर्थेँ अनि यहाँ पनि मैले धेरै नै होटल धेरै नै रेस्टुरेन्टहरूमा ट्राई गर्दा त्यो कम्पनीलाई चाहिँ ठिक छ हामी तँलाई इन्टरभ्यू लिन्छौँ जुम इन्टरभ्यू भन्यो अनि जुम इन्टरभ्यू लियो लगभग 30 मिनट जति लियो होला। त्यसपछि चाहिँ तिनीहरूले ल हामी स्पोन्सर गर्छौँ तँलाई भन्ने कुरा गरेर अनि त्यसपछि तिनीहरूले चाहिँ यहाँ न्युजिल्यान्डबाट चाहिँ यिनीहरूले जब टोकन भन्ने एप्लाई गर्नुपर्छ। जब टोकन भने चाहिँ अब यहाँ चाहिँ मैले त्यो मान्छे पाइनँ र मैले बाहिरबाट ल्याउन चाहन्छु भनेर कम्पनीले इमिग्रेसनबाट एउटा एप्रुभल लेटर भनौँ न एप्रुभल लेटर जस्तो लिनुपर्छ। त्यो लिएपछि तिनीहरूले मलाई त्यो जब टोकन चाहिँ फरवर्ड गरिदिया हो। त्यसपछिको प्रोसेस भने अब धेरैले लयर लाउँछन् धेरैले कन्सल्टेन्सीबाट काम गर्छन् हैन। मैले चाहिँ धेरै नै युट्युब रिसर्च गरेँ अनि यहाँ आएर के भन्छ फेसबुक ग्रुपहरूमा ट्राई गरेँ कि मान्छे कोही गएको छ कि गएको छैन त्यसरी है। अब त्यो ट्राई गर्दा मैले 1-2 जना दिदीहरू दाइहरू नि भेटेँ उहाँहरूले नि धेरै हेल्प गर्नुभयो। उहाँहरूले यसरी गर्ने हो हामी नि यसरी नै आएको हो भन्ने कुरा गर्नुभयो अनि त्यसपछि चाहिँ मैले आफैले नै सबमिट गरे हो एप्लिकेसन। त्यति बेला $750 थियो क्या है 750 न्युजिल्यान्ड डलर थियो भिसा फी चाहिँ त्यो सबमिट गर्नुपर्छ अनि जब मलाई यो कम्पनीले अफर लेटर र कन्ट्र्याक्ट लेटर पठाएपछि चाहिँ म दुबईबाट रिजाइन गरेर नेपाल गएँ अनि अल द फर्दर प्रोसेस चाहिँ मैले नेपालबाट नै गरेँ हो। जस्तो अब अल द डकुमेन्ट्स हुन्छ कि अब यिनीहरूले भिसा एप्लिकेसन हाल्दा चाहिँ तँ चाहिँ टेम्पोरेरी रूपमा न्युजिल्यान्ड आउन लाग्यो हो त म चाहिँ फर्किने हो भन्ने तरिकाले प्रुभ गर्नुपर्छ। जस्तो होम टाईहरू अब के आधारले यो मान्छे फर्किन्छ त भन्ने कुरा हो। अनि त्यसपछि मेन भने चाहिँ यहाँ यिनीहरूले जब एक्सपिरियन्स अब त्यो रिलेटेडमा मान्छे म अब रेस्टुरेन्ट सेफमा आउँदैछु भने अब त्यो रिलेटेड मसँग केही त हुनु पऱ्यो यहाँ आउनलाई। त्यही भएर एक्सपिरियन्स लेटर वा त्यही रिलेटेडको ब्याचलर सर्टिफिकेट त्यति भयो भने चाहिँ धेरै नै इजी हुन्छ। अब एक्सपिरियन्स लेटर भने चाहिँ अब जेन्युइन नै हुनुपर्छ है जेन्युइन एकदमै जेन्युइन हुनुपर्छ। त्यो यिनीहरूले क्रस चेक पनि गर्दो रहेछ
जस्तो कि अब पे स्लिप हुनु पऱ्यो, ट्याक्स पे गर्ने। अब दुबईमा त ट्याक्स पे छैन, अन्त जस्तो नेपालबाटै पनि एक्सपिरियन्स देखाउनु छ भने पनि तपाईँले ट्याक्स पे गरेको चाहिँ रेकर्डहरू हुनु पऱ्यो। अनि कम्पनीले लेटर दिनु पऱ्यो, एक्सपिरियन्स लेटर होइन। त्यति भएपछि चाहिँ हजुरको भिसा नलाग्ने भन्ने चाहिँ हुँदैन। तर काम अहिलेको कन्डिसनमा हजुरलाई धेरै नै गाह्रो छ। त्यति बेला अलिकति कोरोनाको सिचुएसनले म्यान पावर धेरै नै कम थियो न्युजिल्यान्ड या अरू कुनै पनि देशमा। त्यति बेला अलिकति इजी थियो, अहिले चाहिँ अलिकति गाह्रो छ। किन भन्दा यहीँको सिचुएसन पनि गाह्रो नै छ भनौँ न। अब यहीँ बस्नेले काम पाएको छैन भनेपछि अब बाहिरबाट ल्याउनलाई अलिकति गाह्रो नै हुन्छ। त्यो हो एउटा कारण। अब न्युजिल्यान्ड कस्तो कन्ट्री हो भन्दाखेरि अब यो एउटा नेचरसँग सम्बन्धित मान्छे धेरै नै कम भएको, लगभग 50 लाख जनसङ्ख्या होला। मान्छे धेरै नै एकदम पिसफुल कन्ट्रीमा मानिन्छ यो। अब यहाँको सबसे नजिकको कन्ट्री भने चिनिने कन्ट्री भने न्युजिल्यान्ड अस्ट्रेलिया भइहाल्यो। अनि त्यसपछि फिजी, सामोआहरू छ, अरू पेसिफिक आइल्यान्ड भनौँ न। अब जब कसरी खोज्ने त भन्दा अब सिभी बनाउनु पऱ्यो, कभर लेटर राम्रो बनाउनु पऱ्यो। अनि सिकबाट अलिकति ट्राई गर्नु पऱ्यो होइन। 50वटा हालेर मलाई त भएन, कसैले पनि रिप्लाई गरेन भन्ने कुराले अब त्यसरी त केही पनि हुँदैन है। अनि अब स्टुडेन्ट भिसामा मेरो साथीहरू पनि 2-4 जना हुनुहुन्छ। मेरै पार्टनरलाई नै अब मैले स्टुडेन्ट भिसामा गर्न लागिरहेको छु भनेपछि स्टुडेन्ट भिसा भने चाहिँ अब कन्सल्टेन्सीले त धेरै भन्ला, जे भन्ला होइन। नेपालबाट त धेरै आउने भने एज अ स्टुडेन्ट नै हो यहाँ। अब लिभिङ कस्ट चाहिँ धेरै नै आइछ, लिभिङ कस्ट धेरै नै आइछ। हजुर अब कुन स्टडी गर्दै हुनुहुन्छ, कुन सब्जेक्ट स्टडी गर्दै हुनुहुन्छ, कुन फ्याकल्टीमा जाँदै हुनुहुन्छ, अब त्यसमा नि भर पर्छ। हजुरले 25 घन्टा काम गरेर चाहिँ धेरै नै गाह्रो छ यहाँ स्टुडेन्ट लाइफलाई म्यानेज गर्नलाई भन्नाले हजुरलाई 1-2 वर्ष चाहिँ ब्याकअप चाहिन्छ होइन। आफू बस्न खान त पुग्छ कि त्यसले, तर ट्युसन फीहरू नै तिर्नलाई चाहिँ गाह्रो छ जस्तो लाग्छ मलाई। एज हजुरको के भन्दाखेरि ग्रोसरी 200 पर विक, यहाँ चाहिँ अब घन्टाको पे आउने र विकली पे आउने भएपछि सब विकली नै हुन्छ यहाँ। रेन्टदेखि लिएर स्यालेरीदेखि लिएर सबै कुरा विकली नै जान्छ। अब हजुरको लगभग सिङ्गल पर्सनलाई चाहिँ 200-250 सेयरिङ रुममा बस्दा लागिहाल्छ। 250 भनेपछि अनि 200 अराउन्ड द ग्रोसरी जान्छ। अनि इन्सुरेन्स, मोबाइल बिल, अब हजुरहरूले गाडी लिनु परिहाल्छ। अलिकति आएर सेटल भएपछि 2-4 महिनापछि हजुरको काम कहाँ पर्छ होइन, टाढा हुन्छ। हजुरले 3-4वटा बस चेन्ज गरेर जानुपर्छ। त्योभन्दा गाडी एकदमै सफिसियन्ट हुन्छ जस्तो लाग्छ मलाई। गाडी लिनै पर्यो। त्यसमा यताउता गर्दा हजुरको त्यो 25 आवर अब आउने बित्तिकै 2-4 महिना काम पाइँदैन, सर्कल बन्दैन है। यहीँ अब अनलाइन हाल्दा, सिभी छोड्दा, डोरमा गएर सिभी छोड्दा धेरै नै टाइम लाग्छ। अब 2-4 महिनालाई अब यसै पनि बाँच्नु परिहाल्यो, त्यसैको लागि नै पैसा चाहिहाल्यो। अलिकति सोच्नुहोस्, विचार गर्नुहोस् होइन। नआउनु भन्ने होइन, आउनुहोस्, धेरै नै राम्रो छ कन्ट्री। पिआरको लागि नि त्यस्तो अब हजुरले ग्रिन लिस्ट भन्ने हुन्छ यहाँ चाहिँ, जे पनि पढ्नुहुन्छ भने अब त्यसको लागि चाहिँ ग्रिन लिस्टबाट गयो भने चाहिँ पिआर पाथवे धेरै नै इजी छ यहाँको लागि। अब अरू भन्दा चाहिँ के भनौँ, अब हजुरहरूले मेन कुरा सिकेर आउने भने नेपालबाट आउँदा चाहिँ ड्राइभिङ अनि अलिकति बरिस्टाको काम जान्नु भयो भने क्याफेहरूमा जब इजिली पाउँछ। बरिस्टा अब एफओएच अलिकति एक्सपिरियन्स चाहिँ हुनु पऱ्यो। ब्युटिसियन यहाँ जब सुरुमा आएर गर्ने के त भन्दा के काम पाइएला यार, त्यहाँ गएर यार के गर्ने होला भन्ने हुन्छ होला हजुरहरूलाई। यहाँ आएर पाउने भने सुरुमा किचन ह्यान्ड, क्लिनिङको, अनि हाउसकिपिङ, अब फ्रन्ट अफ हाउस क्याफेहरूमा त्यही नै हो। अहिलेको मिनिमम वेज अराउन्ड 24 होला। अब त्यही अनुसार हिसाब गर्नुहोस्। $24 गरेर अनि 25 आवर पर विक गर्दा कति आउँछ, त्यसको 17 to 20% ट्याक्स काट्छ। फेरि हजुरको 24 स्यालेरी छ भने हजुरको हातमा आउने भने $20-21 मात्रै हो। अब त्यो अनुसारको लिभिङ कस्ट कन्भर्ट गर्दा अलिकति गाह्रो त गाह्रो नै छ, तर नहुने भन्ने हुँदैन। सबैले गरिराख्नु भएको छ है। गरिराख्नु भएको छ भनेपछि अब भइराखेको छ, म्यानेज भइराखेको छ भनौँ न।
अब अलिकति ब्याकअप चाहिँ लिएर आउनु पऱ्यो कि मेन भने त्यही हो मैले भन्नु खोजेको अलिकति ब्याकअप लिएर आउनु पऱ्यो जो पनि अब वर्किङ भिसामा आउँदै हुनुहुन्छ भने वर्किङ भिसाको चाहिँ म्याक्सिमम टाइम पिरियड भने 5 इयर्स हुन्छ अब जब स्किल लेभल हेरेर हुन्छ अरू कुनै लेभल अब 4 वा 5 छ भने 3 इयर्स हुन्छ म्याक्सिमम स्टे अब त्यो भित्र पिआर लिएन या केही भएन भने चाहिँ हजुरको 1 इयर न्युजिल्यान्ड छोडेर फेरि त्यो भिसामा आउनको लागि वर्किङ भिसामा आउनको लागि चाहिँ 1 इयर एक्जिट हुनैपर्छ अहिलेको रुल्स अनुसार अब रुल्स त यहाँ लगभग चेन्ज भइरहेछ है कुराहरू त्यही नै हो खासमा अब धेरैले दुबईबाट हेर्दै हुनुहुन्छ होला नेपालबाट हेर्दै हुनुहुन्छ होला सायद न्युजिल्यान्डबाट हेर्दै हुनुहुन्छ होला या अरू कन्ट्रीबाट हेर्दै हुनुहुन्छ होला न्युजिल्यान्ड कस्तो कन्ट्री हो भनेर अब त्यस्तो नराम्रो भन्ने कुरा हुँदैन अब आफूमा डिपेन्ड हुने कुरा हो आउँदा अब 1-2 महिना गाह्रो हुन्छ सर्कल बन्दैन काम पाइँदैन त्यति बेला अलिकति मान्छे डिप्रेसनमा जाने सोच्ने हुन्छ तर त्यसको लागि चाहिँ अलिकति फेसबुक ग्रुपहरूमा एक्टिभ हुने त्यहाँ चाहिँ रुमहरू खोज्ने अनि केही ग्यादरिङ हुन्छ नेपाली सोसाइटीहरूको भने त्यहाँ जोइन हुने सर्कल बढाउने जब सर्कल बढ्छ हजुरहरूले काम चाहिँ इजिली पाउनुहुन्छ है सुरुमा आउँदा सर्कल बढ्दैन र अब सर्कल कसैलाई पनि चिना हुँदैन कुन थ्रुबाट जाने कसरी गर्ने भन्ने नै थाहा हुँदैन कि सुरुमा अब ब्याङ्क अकाउन्ट खोल्नु पऱ्यो अब यहाँ ट्याक्स नम्बरहरू खोल्नु पऱ्यो अब सुरुमा अलिकति नयाँ कन्ट्रीमा जाँदा गाह्रो त पक्कै पनि हुन्छ है अब कुराहरू त्यही नै हो अब हजुरहरूलाई केही जान्नु मन छ भने खबर गर्नुहोस् च्याट गरौँ हेल्प गर्न म एकदम रेडी छु म एडभाइजर त होइन त्यही पनि म यहाँको एडभाइजर नभए नि यस्तो गर्नुपर्छ है अब मेडिकलदेखि लिएर अब कभर लेटरदेखि लिएर सिभीहरूदेखि लिएर सबै अब राम्रो बनाउनलाई यहाँको सिचुएसन यस्तो छ है अब यो देश भने अलिकति जाडो अलिक कोल्डेस्ट कन्ट्री नै भन्छ अहिले पनि यहाँको टेम्परेचर लगभग 2-3 होला म बस्ने सिटीमा चाहिँ अलिकति जाडो नै हुन्छ सो के प्याक गर्ने के प्याक नगर्ने है आउँदा चाहिँ अलिकति ख्याल गर्नुपर्ने कुराहरू चाहिँ अब केही पनि कुक्ड आइटम मिटहरू हनीदेखि लिएर त्यस्तोहरू एकदम ब्यान्ड छ यहाँ हजुरहरूले अब घरै बनाएर सुकुटी अचार ल्याउँछु भने नि त्यो एकदमै ब्यान्ड छ यहाँ लगभग $400 फाइन हाल्छ होला त्यही भएर ती चिजहरू पनि ध्यान गर्नुपर्छ आउँदा चाहिँ कोही आउँदै हुनुहुन्छ भने सकेसम्म जाडोको कपडाहरू लिएर आउने यहाँ एकदमै महँगो छ है सामानहरू किन्न चाहिँ सकेसम्म हजुरहरूले 40 किलोकोमा आउँदा 40 किलोको सामान लिएर आउँदा महँगा चिजहरू चाहिँ वहीँबाट किनेर ल्यायो भने धेरै ठिक हुन्छ जस्तो लाग्छ मलाई नेपालबाट धेरै नै टाढा भएको देश हो धेरै नै टाढा छ अब हजुरको लगभग 1 दिनै लाग्छ यहाँ आउनलाई ठिकै छ अरू अब कल्चर वाइज मान्छे है धेरै नै सपोर्टिभ हुन्छ यहाँको त्यस्तो अब रेसिस्ट भन्ने चाहिँ छैन एकदमै सपोर्टिभ मान्छे बस्नलाई कसैलाई कसैको लेना देना छैन काम जाऊ आऊ रमाइलो गर सुत भन्ने खाले हो देश चाहिँ कोही आउँदै हुनुहुन्छ भने एकदमै म हेल्प गर्न तयार छु है कन्ट्याक्ट मी भन्न चाहन्छु ल अरू केही अपडेट चाहियो भने यसबारेमा या म आउँदैछु के गर्ने होला भन्ने त्यस्तो खुल्दुली लाग्छ भने यसो फेसबुकमा हेर्नुहोस् रुमहरू खोज्नलाई है अब स्टुडेन्टमा आउँदै हुनुहुन्छ भने त हजुरले अब सायद होस्टेल नै पाइसक्नुहुन्छ होला पाउनुहुन्छ होला होस्टेलमै आउनुहुन्छ होला तर वर्क भिसामा कोही आउँदै हुनुहुन्छ भने होइन धेरै नै नेपाली आएको थाहा पाएको छु मैले अब मेरै साथीहरू पनि 5-7 जना हुनुहुन्छ जो वर्क भिसामा उहाँबाट आउनु भएको छ सो त्यस्तो इम्पोसिबल भन्ने चाहिँ हुँदैन तर अलिकति फ्रड चाहिँ नगरेको राम्रो लगभग फेक डकुमेन्टहरू एक्सपिरियन्स लेटरहरू चाहिँ नबनाएको राम्रो भन्ने कुरा हो मेरो त्यस्तो गर्दा चाहिँ हजुरको फल्स इन्फर्मेसन भनेर यिनीहरूले दियो भने चाहिँ के हुने रहेछ भने न्युजिल्यान्ड र अस्ट्रेलिया युके क्यानाडाहरूले चाहिँ यिनीहरूले सब डिटेल्सहरू सेयर गर्छ हजुरको यहाँ फल्स इन्फर्मेसन देखायो भने अरू कन्ट्रीको लागि नै धेरै गाह्रो हुन्छ धेरै नै गाह्रो हुन्छ त्यही भएर फल्स इन्फर्मेसन नदेखाउने बरु जेन्युन देखाउने हैन
त्यो गर्ने सिकहरुमा एप्लाई गरिराख्ने ट्राई गर्नु पर्यो मेन भने ट्राई गर्नु पर्यो अब भयो भने भयो त हैन लाटाको खुट्टा बाटामा पर्यो भने परिहाल्यो भन्ने कुरा हो ठिकै छ अनि लाइसेन्स चाहिँ नेपालको लिएर आउनु एकचोटी बनाएर जसरी हुन्छ हजुर आउने सोच्दै हुनुहुन्छ भने न्युजिल्यान्ड मात्रै हैन अरु कन्ट्री नि कतै पनि जाने सोचमा हुनुहुन्छ भने त्यो एकदमै प्लस पोइन्ट हो है लगभग म्याक्सिमम कन्ट्रीहरुले चाहिँ हजुरको इन्टरनेशनल लाइसेन्स छ भने चाहिँ सर्टेन पिरियड चाहिँ ड्राइभ गर्न दिन्छ के त्यो कन्ट्रीमा अब त्यो भएपछि एकदमै प्लस पोइन्ट हो त्यसपछि हजुरले कन्भर्ट गर्न त अब हजुर यहाँ युज टु भएपछि कन्भर्ट गर्न त्यस्तो गाह्रो हुँदैन अब 18 महिना न्युजिल्यान्डको हकमा चाहिँ 18 महिनासम्म ड्राइभिङ गर्न दिन्छ हजुरसँग इन्टरनेशनल लाइसेन्स छ भने त्यो भने इनफ टाइम हो हजुरले यहाँको लाइसेन्स लिनलाई त्यही भएर ड्राइभिङ चाहिँ सिकेर आउनुस् या लाइसेन्स निकालेर आउनुस् यहाँ लाइसेन्स निकाल्नु पर्यो भने अलिकति यहाँको झन्झटिलो छ के नेपालको जस्तो एकैचोटि ट्रायल दिएर फुल लाइसेन्स आउँदैन यहाँ सुरुमा लर्नर भन्ने लाइसेन्स आउँछ त्यो भने चाहिँ हजुरले सुपरभाइजर राखेर मात्रै एउटा फुल लाइसेन्स भएको मान्छे राखेर मात्रै अनि दिउँसोमा मात्रै चलाउनु पाउनुहुन्छ आफ्टर 10 o'clock यु कान्ट ड्राइभ त्यसपछि स्टप बढेर रेस्ट्रिक्टेड भन्ने आउँछ रेस्ट्रिक्टेड भन्यो भने चाहिँ हजुरले एक्लै चलाउनु पाउनुहुन्छ तर हजुरले कोही पनि प्यासेन्जर राख्नु पाउनुहुन्न त्यो पनि अनि लर्नर 6 month पिरियड पछि हजुरले रेस्ट्रिक्टेडमा जानु पाउनुहुन्छ अनि रेस्ट्रिक्टेडबाट फेरि 6 महिनापछि फुल लाइसेन्स भन्ने आउँछ त्यसपछि चाहिँ हजुरको अनलिमिटेड हुन्छ भन्नाले हजुरको फुल भयो भनेपछि त्यो टाइम पिरियड चाहिँ धेरै नै लम्बा हुने कारणले नेपालबाट सिकेर आउनुभयो भने त्यो डाइरेक्ट रेस्ट्रिक्टेड जान्छ अनि हजुरले भोलिपल्टै फुल लाइसेन्सको ट्रायल दिन पनि पाउनुहुन्छ त्यो भयो भने चाहिँ हजुरको टाइम बच्यो पैसा बच्यो हैन त्यत्रो कस्टहरु हुन्छ अब लर्नरको कस्ट पनि हुन्छ अनि फेरि रेस्ट्रिक्टेडमा जानु कस्ट हुन्छ पैसा अनि टाइम धेरै नै फरक पर्छ त्यो भएर त्यो सिकेर आउनुस् म चाहिँ त्यही सजेस्ट गर्छु अनि अलिकति क्याफेहरुको भन्नाले यहाँ पाउने इजी जबहरुको बारेमा रिसर्च गरेर अनि त्यो चाहिँ अलिकति नेपालमा नै सिकेर आयो भने यहाँ चाहिँ अब धेरै गाह्रो हुँदैन जस्तो बरिस्टा भयो किचन ह्यान्ड भन्ने कुरा त सिक्ने कुरा भएन अलिकति कुकिङहरु सिक्यो भने पनि धेरै प्लस पोइन्ट हुन्छ यहाँ पाउने जब भने त्यही नै हो सुरुको लागि अब त्यही नै हो गाइस अब अलिकति विचार गर्नु सोच्नुस् है अब कसरी आउने के गर्ने स्टुडेन्टमा आउने कि वर्किङमा आउनलाई अलिकति अहिलेको सिचुएसन चाहिँ धेरै नै गाह्रो छ यहाँ चाहिँ अब हजुरको अब वर्किङमा आउँदै हुनुहुन्छ भने लगभग रूम रेन्ट विकली 250 अराउन्ड पर्छ अनि ग्रोसरी 200 अनि गएर हजुरको ट्रान्सपोर्टेसन मोबाइल अब बाहिर खाइन्छ अलिकति सपिङ ग्रोसरी गर्दा चाहिँ हजुरको 200 अराउन्ड 250 भनेपछि हजुरको 700 अराउन्ड त हजुरले केही गर्नु भएन भनी पनि पर्छ है विकली $700 न्युजिल्यान्ड डलर त चाहियो बस्नलाई अराउन्ड भनेपछि हजुरले अब 25 घण्टा काम गरेर 700 त कमाउनुहुन्छ कि कमाउनुहुन्न है त्यो पनि गाह्रै छ भनेपछि हजुरको ट्युसन फीको लागि सेभिङ गर्नलाई अलिकति गाह्रै होला जस्तो लाग्छ मलाई त्यही पनि ट्राई हार्डर भन्छ नि नेभर गिभ अप भयो भने चाहिँ केही हुँदैन सबै ठीक हुन्छ ल है त गाइज अरु केही हेल्पहरु चाहियो भने यसो सम्पर्क गर्नु होला भिडियो हेर्दै गर्नु होला अलिकति यहाँको म चाहिँ लेकमा बसेर भिडियो बनाइरहेको छु है अलिकति सिन पनि देखाइदिउँ म हजुरहरुलाई यहाँको सिन चाहिँ यस्तो छ यो एकदमै सानो सिटी हो टाउन हो तर एकदमै रमाइलो छ आज अलिकति चिसो बढेको छ चिसो छ है यहाँ चाहिँ स्नो पर्छ Okay, alright guys, see you on next video है, stay tuned. म चाहिँ हजुरलाई